म टायर अब के भन्नु लगाएर चाहिँ अब बजारतिर अब फर्किनु पर्छ हो। अहिले चाहिँ पम्पमा छु है। र अब चाहिँ भनियो मामाले रिजर्भ अरे मामाको हेरौँ है आज रिजर्भहरू ल। अब हिँडेको आसिङ दाउ लागेको छैन। उयो सङ्कलङ जानेहरू कोही भेटे नि हुन्थ्यो नि। सङ्कलङ नानाले रिजर्भ बोलाएको छ है। अब लाग्दिनँ खो छिटो छिटो नयाँ गाडी ल्याउ न हौ। यहाँनिर केटाहरूको हो घाम तापाइ अब लाग्यो सङ्कलङतर्फ हेरिदिनुहोस् ल। अनको हालीचाली यस्तै छ है गाइस। अब के चाहिँ भन्नु विरक्त लाग्दो छ आज हो। र पनि फोनको लोकल आयो जानै पर्छ हो। हाम्रो माया नानाले आऊ भन्दैछ हो। हरेन चाहिँ कस्तो बजाइदिएको इरिटेट गरिदिएको। ए साह्रै बाटो सानो छ हेर्नु नि पुरा पर्खिनु पर्छ उताको गाडी के अरे नआइजेलसम्म हेर्नु नि इन्तजार हो। यो लाल बजारको बाटो र ठुलो बनाइदिनु नि हो भगवान् भनेर नि गराएको आम्मा ठ्याट हेर्नु नि हो। इन्तजार गराएको गरे नि हो। अहिले चाहिँ भने यहाँनिर हल्का चेकिङ रहेछ है आज चाहिँ सन्डे मात्रै त बन्द हो यहाँ चेकिङ। पम्प पुग्न आँट्यो फाइनलीमा। अब उन्दो हुन्छ त डिक्चिकी ट्याक गर्दै हो गाडीहरू तल्लामाथि हल्लिँदै गरेको हुन्छ नि त हौ। डिक्चिकी ट्याक गर्दै ओ हटो न हो रास्ता बिचमा मेट बैठो लगेको हो त ल। अघि त्यो सामान पठाएको थियो कि अन्त ल अब त्यो भाइले रिसिभ गरि त हाल्यो। अब हेर्नु धुन्दाको घरको सामान पनि पुऱ्याइदिए। हाम्रो डल्लो सिस्टरकोमा उयो छ कि छैन पेडिटर छ कि छैन टक्क हाम्रो नाना कस्तो मार्क्स लाग्यो धुलो उडेर। ए पेडिटर छ होला है हजुर दिनु नि गरिबोका के अरे कोल्ड ड्रिङ्क्स एनर्जी हो नि एनर्जी ड्रिङ्क्स गरिबोको। भन्दा चाँदीको हालत यस्तै छ हो। अब के चाहिँ भन्नु अब 1-1.5 वर्षको इन्तजार। अब हेर्नु यहाँ क्या छिटो कटाइसकेछ हो। म छरछरे कटेर पनि यहाँ गुयो खोला छेउ आइपुग्न आँट्यो। मिसिनले कोटाउँदै रहेछ हो। अब यहाँनिर सानो छ यहाँ पनि बाटो हो। यो चाहिँ अस्ति मिसिन झरेको यहीँनिर हो। बल्ल जाम खोलिन्छ कि के हो पुरा जाम भयो त हौ। कस्तो उयो तल हतार गर्दैछ मान्छेहरू हो। बढ्यो होला हौ बढेछ गाइस। अब हामीहरू चाहिँ लाग्दैनौँ न अन्त। ए तल पनि त पुरा रहेछ नि त गाडी। ए यो ढुङ्गा फुटाउँदो रहेछ नि त यहाँ मिसिनले चाहिँ अन्त यो सफा गरेको रहेछ। फेरि आउँदा नि जाममा पर्छ होला है। के गर्छ कलमको जाम खोल्यो हेर्नु नि आम्मा पर्खिँदा माथि पनि जाम भेट्यो हो यहाँ पनि हो। हरेक लाग्छ यो तल यो सङ्कलङपट्टि हेर्नु त आजकल त अब यो उयो हाल्दो रहेछ नि त हो। कलपटको एउटा रेडिमेड बनाएको रहेछ नि यो चाहिँ दामी लाग्यो मलाई।
नानाले पर्खिराखेको होला अब हो सङ्कलम चाहिँ पुग्यो अहिले म सङ्कलम चेकपोस्ट पुग्यो हो अब त्यही पारि त आउनु चाहिँ छिट्टो अब रफ्तार हुनु पऱ्यो नि अब हेर्नु नि यहाँनिर चेकपोस्ट हाम्रो आएको रहेछ आएको ला आएको रहेछ हो सङ्कलम ब्रिजको अब हल्का उयो गरिदिउँ न अन्त अब खन्याङ भन्यो त गर्दैन है यति दामी बनाएको छ उयो रहेछ हो अब सट्टै यहाँ हालिदिन्छु कि अन्त त्यहाँदेखि टक्कै नाना कहाँ गयो बोलाउनु नि कसले बोलाएको हेर्दैछ नानाले